आदरणीय किसान साथीहरू, यो चाहिँ तपाईले देखिरहनु भएको स्पेशली लोकल अन्डा हो। यसबाट चाहिँ हामीले चल्ला निकाल्नको लागि चाहिँ हामीले यसरी सबै रेडी गरेका छौं। यो चाहिँ चल्ला निकाल्नको लागि यो लोकल अन्डा, यो चाहिँ तपाईहरुले जति पनि देखिरहनु भएको छ, यो चाहिँ चल्ला निकाल्नको लागि अन्डा हामीले कलेक्सन गरिरहेका छौं। यहाँ हेर्नुस् है, यो चाहिँ सबै स्पेशली लोकल चल्ला निकाल्नकै लागि हो। र हामीले आज ए ग्रेडको अन्डा जतिलाई चाहिँ हामीले आज बिहिबारको दिन चाहिँ सेटर मेसिनमा चाहिँ हामीले यो आज सेट गर्ने छौं। आज बिहिबारको दिन चाहिँ हामीले सेट गरेको अन्डा ठ्याक्क हामीले चाहिँ यसको सेट गरेको 18 दिनसम्म चाहिँ हामीले सेटरमा राख्छौं भने त्यसपछिबाट 3 दिनको लागि 21 दिनमा चल्ला निस्किन्छ। 3 दिनको लागि चाहिँ हामीले फेरि सेटरबाट चाहिँ ह्याचरमा ट्रान्सपोर्ट गर्छौं। ट्रान्सपोर्ट गर्दाखेरि चाहिँ हामीले 18 दिनमै चल्लाहरू बनेको छ छैन, अनि त्यसको साथसाथै चाहिँ भाले लागेको छ छैन भनेर हामीले 18 दिनमै चेक गर्छौं। त्यो चेक गरिसकेपछि चाहिँ हामीले सेटरमा राख्छौं। 3 दिनसम्म सेटरमा राखिसकेपछि चाहिँ 21 दिन पुग्छ। 21 दिन पुगिसकेपछि चाहिँ स्पेशली ए क्वालिटीको लोकल चल्ला हामीले निकाल्ने गर्दछौं। यदि साथीहरू तपाईहरुलाई पनि लोकल चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोला। सम्पर्कको लागि 9803072319 मा सम्पर्क गर्न सक्नुहुनेछ। हामीले नेपालको 77 जिल्लाको किसानहरूलाई चाहिँ चल्ला उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छौं। तपाईहरुले यसरी हामीले जुन जस्ताको जस्तै कसरी चल्ला निकालिन्छ, कस्तो अन्डाबाट चल्ला निकालिने हो भन्ने यो भिडियोबाटै तपाईहरुलाई मैले देखाइरहेको छु। तपाईहरुलाई कस्तो लाग्छ र कहाँबाट हेर्नुहुँदैछ कमेन्ट गर्न भने नभुल्नु होला भन्दै तपाईहरुबाट अर्को हप्ताको भिडियो पनि फेरि लिएर आउने छु। प्रत्येक हप्ता तपाईहरुमा आज मैले भिडियो लिएर आउने छु। कमेन्ट गर्नु होला, तपाईहरुको जिज्ञासा छ भने कमेन्ट गर्नु होला, कहाँबाट हेर्नुहुँदैछ त्यो पनि कमेन्ट गरिदिनु होला। र यदि नबुझेको कुराहरू छ भने मेरो भिडियोको मुनिबाट मैले नम्बर छोडेको हुन्छु, त्यो नम्बरमा सम्पर्क गरेर तपाईहरुको कुराहरू चाहिँ तपाईहरुको जिज्ञासाहरू सोध्न सक्नुहुनेछ भन्दै तपाईहरुबाट म राजेश एकान्त बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।